हेलो नमस्ते सबैजनालाई। म हुँ तपाईँहरूको मिस्टर राज फनी किङ। मेरो युट्युब च्यानलको नाम हो। हजुरहरूले लाइक सब्सक्राइब गरिदिनु होला, किनकि म सर्ट भिडियोमा काम गर्छु। अनि तपाईँहरू सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ भने हाई गरिदिनु, कमेन्टमा हाई गर्नु होला। किनकि म आज आएको न्यू भ्लग लिएर। तपाईँहरूले किन लाइक गर्नुहुन्न? तपाईँहरू किन सब्सक्राइब बनाउनुहुन्न? यस्तो खालको कसरी हुन्छ युट्युबमा? हजुरहरू त्यो नराम्रो ठुम्का लगायो भने लाइक गर्नुहुन्छ, नभए गर्नुहुन्न। मलाई यो कुरा थाहा भइसकेको छ। हेर्नुहोस्, किन हामी भिडियो राम्रो बनाउँदैनौँ कि हाम्रो ठुम्का छैन? हेर्नु, यो गलत, सरासर गलत हो। तपाईँहरू यदि राम्रो हुनुहुन्छ, दिलको राम्रो हुनुहुन्छ भने भन्नुहोस् कि मैले गलत बोलिरहेको छु। हेर्नु, तपाईँ के अरे केटीहरूको भिडियोलाई भाइरल गराइदिने, हामी केटाहरूकोलाई नगराइदिने, यो कस्तो नियम हो? हे भगवान्, अहिलेको यो कलियुग भनेर चिन्ने गर्थे मान्छेले। आज मैले पक्कै पनि थाहा पाएको छु कि कलियुग पक्का आएछ। हेर्नुहोस्, कहिलेकाहीँ हाम्रो भिडियोलाई पनि हेरिदिनुहोस्। है पनि भिडियो राम्रो बनाउँछ र राम्रो कमेडी गर्छ। लङ भिडियोमा होइन, सर्ट भिडियोमा हेर्नुहोस् के लाग्छ। नाइटो देखायो भन्दैमा हजुरहरूलाई के लाग्छ? नाइटो देखाउँदैमा, नाइटोदेखि माथि कपडा लाउँदैमा मात्रै भिडियो भाइरल हुन्छ। अरे यार, हाम्रो पनि मर्म बुझ्नुहोस्। हामी पनि 1 साल भइगयो युट्युबमा काम गरेको। तपाईँहरू सब्सक्राइब नगरेर के गरिरहनु भएको छ? अरे, हाम्रो भिडियोलाई पनि अगाडि पुर्याउनुहोस्, अगाडिसम्म देखाइदिनुहोस्। के छ व्यथा, त्यसलाई हेर्नुहोस्। दस दुनियाँदारी नहेर्नुहोस्। अर्काले कपडा कसरी लाउँदैछ त्यो नहेर्नुहोस्। अर्काले भिडियो कस्तो बनायो त्यो नहेर्नुहोस्। समाजमा आउँछ, दिमागमा आउँछ भने राम्रो भिडियो हेर्नुहोस् र राम्रो भिडियोलाई पनि लाइक गर्नुहोस्। कुरा बुझ्नुहोस्। र खसी किनेर घर लानुहोस्, दसैँमा काटेर खानुहोस्। समझमा आउँछ? म यस्तै छु, गाउँले पारामा। हाम्रो त्यो जमाना थियो। जमानामा टुक्की बालेर हामीले पढाइ गरेको, टुक्की बालेर हामीले लेखेको। हजुरहरू जस्तो हाम्रो बस आउँदैन थियो। हजुरहरूको जस्तो हाम्रो फेसिलिटी थिएन। एउटा कपडालाई हामीले 1 साल कम्तीमा पनि पुर्याउनु पर्थ्यो। हजुरहरूको जस्तो दिनदिनै कपडा चेन्ज गर्ने हाम्रो टाइम थिएन, किनकि हामी बहुत अमिर थिएन। अर्काको होलो जोतेर, अर्काको नोकरी गरेर, अर्काको धाम बाउसे गरेर हामी अगाडि बढेको। यहाँसम्म हामी अहिले यो उमेर भइहालेको छ। हजुरहरूलाई के लाग्छ? हुने खानेको छोरा जस्तो लाग्छ? हामी खेती किसानीको छोरा हो। कुरा बुझ्नुहोस्। खसी किन्नुहोस्, घर लानुहोस्, काट्नुहोस्, खानुहोस्। मेरो भिडियो लाइक गर्नुभयो भने ठिकै छ, लाइक गर्नु भएन भने पनि ठिकै छ। कमसे कम कमेन्ट गरेर 1 भ्यू त बढाइदिनु। त्यसमा म ह्याप्पी छ, खुसी छ, ल्यारेङ छ। राईको बच्चा हो। यो बच्चाले कराइदियो क्या हो? गुनासो नगर्नु। मेरो भिडियो बनाउने तरिका यही छ। सबै जे गरेर भाइरल म मात्रै।
साइटमा साइरल हेर्नुहोस्, एक लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सब्सक्राइबर बढाइदिनुहोस्। नाइस, बाई बाई।